एसई सक्ने विद्यार्थीहरूको लागि एकदम खुसीको खबर छ। उहाँहरू एसई सकेपछि के गर्नुहुन्छ? कोचिङ जोइन गर्नुहुन्छ या त ब्रिज कोर्स जोइन गर्नुहुन्छ र त्यो ब्रिज कोर्स र कोचिङ पनि अब ब्यान्ड गरिदिएको छ नेपाल सरकारले। अब के गर्नुपर्छ? सेल्फ स्टडी गर्नुपर्छ र सेल्फ स्टडी गर्दाखेरि नोटबुक त चाहिन्छ नि। त मैले साइन्स सब्जेक्टको नोटबुक बनाएको छु। यसमा 20वटा च्याप्टर छ र हरेक च्याप्टरको 50वटा एमसिक्यू छ र त्यो हरेक च्याप्टरको 50वटा एमसिक्यू को सोलुसन पनि मैले राखिदिएको छु। यहाँ तपाईँ हेर्न सक्नुहुन्छ, यो के छ? यो 323 पेजको छ हैन। अब सोच्नु तपाईँ 24वटामा 1200वटा क्वेसन भनेको सिम्पल कुरो होइन। र यहाँ हेर्न सक्नुहुन्छ मैले यसमा के राखेको छु? हाउ टु युज दिस नोट भनेको छ। यसमा रिड द च्याप्टर समरी भयो हैन। त्यसपछि फोकस अन द मोस्ट आस्क्ड क्वेसन छ हैन, हाइलाइटेड इन ऑरेंज कलर मैले हाइलाइट गरेको छु। अनि सल्भ अल एमसिक्यू बिफोर चेकिङ द एन्सर की हैन। र प्रत्येक एमसिक्यू को सोलुसन पनि मैले राखिदिएको छु। अनि रिभाइज द फर्मुला इन द येलो बक्सेस बिफोर द एक्जाम हैन। र त्यसमा एउटा चीज के छुटाएको छ यहाँ हेर्न सक्नुहुन्छ, यो कन्टेन्ट भयो हैन पुरै 24 च्याप्टरको। अनि त्यसपछि यहाँ हेर्न सक्नुहुन्छ यो भयो फर्स्ट च्याप्टर, यहाँ ओभरभ्यू भयो। अनि त्यसपछि यहाँ हेर्न सक्नुहुन्छ यो एकदम इम्पोर्टेन्ट चीजहरु फर्मुला भयो हैन, इम्पोर्टेन्ट फर्मुला भयो। त्यसपछि क्विक रिभिजन पोइन्ट भयो। त्यसपछि मोस्ट आस्क्ड पोइन्ट भयो, धेरै सोधिने पोइन्टहरु छ। यो पोइन्टहरु राम्ररी पढ्नुभयो भने, प्र्याक्टिस गर्नुभयो भने इन्ट्रान्समा जुनसुकै क्वेशन आए पनि मिलाउन सक्नुहुन्छ। र यो कमन मिस्टेक, मोस्ट मिस्टेक पोइन्ट मैले लेखेर राखेको छु। तर यो कमन मिस्टेक स्टुडेन्टहरुले कहाँ सानो सानो मिस्टेक गर्छ नि, यो एकचोटी पढ्नु होला, त्यो सबै डिटेलमा हालेको छु हैन। त्यसपछि यो एमसीक्यू प्र्याक्टिसको लागि, जस्तै अब तपाईहरु इन्ट्रान्स को लागि तयारी गर्दै हुनुहुन्छ नि, क्लास गरेर हुँदैन, यति दिमागमा राखिहाल्नु। क्लास गरेर हुँदैन, प्र्याक्टिस गरेर हुन्छ। किनभने तपाईले 10 मा त्यो कुरा पढिसक्नु भएको छ अलरेडी, र जुन पढ्न अलिअलि बाँकी छ नि त्यो यो नोटबुकले रिभाइज गराइदिन्छ। यसमा एकदम इम्पोर्टेन्ट पोइन्टहरु राखेको छ। र इन्ट्रान्सको लागि प्रिपरेसन गर्दाखेरि नि सबभन्दा ठुलो के हुन्छ? तपाईको सबभन्दा ठुलो हतियार हुन्छ तपाई एक दिनमा कतिवटा क्वेशन गर्न सक्नुहुन्छ हैन। एक दिनमा जति क्वेशन प्र्याक्टिस गर्नु त्यो राम्रो हुन्छ। र त्यो क्वेशनको रिभिजन गर्नुको एमसीक्यू को, जस्तै मैले यसमा 50 वटा एमसीक्यू राखेको छु। प्रत्येक च्याप्टरमा मैले 24 वटा च्याप्टर यसमा हालेको छु हैन। र यो 1200 क्वेशन छ। तपाई 1200 क्वेशन सोल्भ गरिसकेपछि तपाईले यताउता केही हेर्नु पर्दैन। साइन्स एन्ड टेक्नोलोजीको लागि तपाईको फुल हुन्छ, बुझ्नुभयो हैन। र यहाँ यो त क्वेशन भयो, त्यसपछि मैले यहाँ सोलुसन पनि हाल्दिएको छु। यहाँ हेर्न सक्नुहुन्छ तल यहाँ यो एन्सर